निकाल के ताऊ निकाल जोश निकाल गर्ने एकचोटी केटाहरुले के निकाल्छन् ए मुद्दिन्छु म त तेरो बुवा कालो पुठो भ्लग भन्दैमा मुद्न लागेको भिडियो को हाल्छ यार जाठी पिसाबले च्याबेदै अनि भ्लग गर्दा आएपछि के नमुद्नु क्यामेरा बन्द गर्न त सकिदैन सोच्ने वाली बात नहीं है सबैले यो रोटी पथार्न युज गर्नुहुन्छ है तर यो घोषले यसको किन युज गर्छ थाहा छ कोचार्न के कोचार्न यो भिडियो मात्र मनोरञ्जनको लागि बनाइएको छ। यदि कसैको भावनामा ठेस पुग्यो भने पुलिस केस गर्न सक्नुहुन्छ। सपोर्टर मेरो सानो कमेन्टमा गाली गर्ने मुजिरण्डीको बान हो। सबैलाई दुई हात जोडबाट नमस्कार। वेलकम टु आवर बीआरटी भत्रु च्यानल। हाम्रो यो युट्युब च्यानलमा मैले गर्ने मिहिनेत भन्दा हजुरहरूले गर्ने लाइक कमेन्ट साथ सपोर्टले नै यो युट्युब च्यानलको रङ रूप फेरिदै छ। आशा छ सबै मेरा दाजुभाइ दिदीबहिनी बाँचेकै होला निकै होला माया जन्माएर यसो साथ सपोर्ट दिइराख्या भए के हुन्छ कि। आजको यस भिडियोमा हामी नेपालको एउटा यस्तो लेडी फ्रेन्डली ब्लगरसँग रमाइलो गर्न जाँदैछौँ। कृपया भिडियोलाई लास्टसम्म हेर्दिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आजको भिडियो सुरु गरौँ। हेलो बेबी के छ अनि कता हो? म रानीको ब्लग हेर्दै थिएँ, पिक्चरमा फिलिङ छ म त अहिले बाथरुम गएँ। केटाले कति हेरे थियो होला मेरो च्याटेको जाङ्गे हैन। यहाँ हेर्नु न म जाङ्गे ओर्डर गर्ने बेला फिस्या के मेरो भ्लग भन्दैमा च्याट्टीको कपडा देखाउँदै ढोलपाटनको सुरुङतिर भ्रमण नगर न ओइ जाठी। हिजोका भुसुनाहरु साले बाथरुममा नाङ्गै नहुने बानी यहाँ त के नगा भ जस्तो हुनु भयो के। प्राइभेसी भन्ने कुरा थाहा छैन यो जाठीलाई। हगे मुते पादेको भिडियो बनायो ब्लग हो भन्दै हाल्दियो युट्युबमा। ए पागल नि ब्लग हो भन्दैमा नुहाउँदै गरेर टिकिराको मैल निकालेको ब्लग त हाल्नु भएन नि त जाठी। कर्तव्य के निभाउन सक्छु मैले? ब्लगको नाममा जेपीटी रन्डिरोना भिडियो अपलोड नगर के युट्युबमा अनि आफै निभिन्छ तेरो कर्तव्य। आफूले आफूलाई लास्ट गाली गर्छु के। अब ढुक्क बस खुइडियो कि पाठी। तैँले आफूले आफूलाई गाली गर्नु पर्दैन। मैले तेरा लागि तेरो ससुरा बोलाएको छु गाली गर्नलाई। ए यो घोषलाई सम्झाऊ है राज भाइ, मा साले त कुकुरनीलाई। गाइस एउटा केटीको एउटा बोयफ्रेन्ड हुनु स्वाभाविकै हो। तर यो खाइमात्तेकी रानीले आफ्नो ब्लगमा 10-12 बोयफ्रेन्ड छन् भन्दै हल्ला गर्छ। धेरै थिए बोयफ्रेन्डहरु तर कोही पनि टिकेन। कसरी टिक्छन् त? तेरो बोयफ्रेन्डमा हुने बोको पनि तमा भएपछि पाठी भएर पाठीमा हुनुपर्ने गुण तमा नभएपछि अनि टिक्छन् त तेरा बोयफ्रेन्ड? अरूलाई असर पुर्याउने काम गर्दिन क्या म। असर पुर्याउनु भनेको कस्तो फेरि? ब्लगमा त अश्लीलता देखाएर भ्युअर्सहरूलाई सन्काउने काम त खुब गरेको हुन्छस् त। अलि जोस भन्ने कुरा निकाल के ताऊ निकाल जोस निकाल गर्ने एकचोटी केटाहरूले के निकाल्छन् देख तो कैसे शर्मारा। यदि केटाहरूले साँच्चीकै जोस निकाल्ने भने तेरो घर खोजी तँलाई भेट्न आउँदा अनि डर लाग्दैन? डर के आगे जिते। दिनदिनै तेरो जस्तै भ्लग हाल्नु एकदमै राम्रो कुरा हो, तर दिनदिनै नुहाएको भ्लग हाल्नु चाहिँ बेकार हो के। ढुक्क तँलाई डाम्ने भात खाँदा त जुत्ता खोल्नुपर्छ। शरीरको कपडा खोलेर भात खान सक्छ तर जुत्ता खोलेर खान सक्दैन। जे गर्छस् गर, अझै फेरि धेरै वायत नगरे फेरि खालिस तँलाई जाठी। उर्फी नेपाली उर्फी जावेद, लौडाको उर्फी जावेद, नेपालको राष्ट्रिय फूल लाली गुराँस। यस्तो गर्नु थिएन गरिहालिस, खाइहालिस गु। यस्तो पो हो त फेसन भनेको। क्यामेरा थाम्ने जाठीले एक हातमा क्यामेरा र अर्को हातमा गु थामेर बसेकी छ। त्यसैमा फेरि गाँजा चरस भाङ धतुरो खाएर झ्याप भएर क्यामेरा रेकर्ड गर्दैछ कि के हो जाठीले? धेरै ठुमुक नगर जाठी। पहाडको ठाउँ एक्कासी हावा आएर तेरा शरीरका ती फूलहरू र तेरा खुलमुक्ता कपडा उडाएर तेरा तलका फूल त नौलान्, छातीका दुईटा फूल देखेलान्। म मोडेल हो जस्तो भइरहेछ क्या। रुखका फूलहरू टिपेर त्यही पनि नेपालको राष्ट्रिय फूल लाली गुराँस। शरीरको लुगा फुकालेर रुखको फूलहरू टिपेर शरीरमा लगाएर मोडेल हुने भए ढुङ्गेका सबै मानिसहरू मोडेल भएरै मर्थे। तेरो बुवा कालो पुठो भ्लग भन्दैमा मुद्न लागेको भिडियो को हाल्छ यार जाठी? पिसाबले च्याबेदै अनि भ्लग गर्दा आएपछि के नमुद्नु? क्यामेरा बन्द गर्न त सकिदैन। सोच्ने वाली बात नहीं है। कान खोलेर सुन। त्यसो भए अबदेखि भिडियो पोस्ट नगर। युट्युबमा लाइभको अप्सन छ, सिधै लाइभ बस। अनि त्यसपछि हग्ने बेला हगेको, मुत्ने बेला मुतेको, सुत्ने बेला सुतेको अनि ठोक्ने बेला ठोकेको हाल। यस्तो पिवाई अमृत यस्तोहरू देख्दाखेरि क्या मेरो त कस्तो भइसक्यो, फिलिङ्स आइसक्यो। पिवाई अमृत पनि खतरा बोका हो, विचार गर खेलमै मर्लिस। ढोकाको तालचा खोल्नु ठिकै हो, तँसँग तेरो सुरुङको चाबी नै छैन भने जबरजस्ती खुट्टा किन फ्याँ गराउँदैछस्? दर भयो कि नाइ बिहा मात्रै गरे हो, मैले त्यस्तो गरे हैन। झुटो बोल्ने पनि सीमा हुन्छ नि। अरू सबै ब्लगमा यसले छर्लङ्गै देखाउँछ अनि त्यो कुरालाई किन प्राइभेसी गर्दैछ? सुनाइदैन तेरो एक्सपिरियन्स कति छ? चस्से बनायो नत्र 100मा 100% चस्से बनाउनलाई अलिकति यो भन्दा डेन्जर। पागलले त्यो भन्दा डेन्जर भएपछि मर्लिस। द्याट्स इट।
76 लाउने। तेरो जस्तै उल्टो दिमाग हुन्न सबै केटीको। कुन केटीलाई सिकाउँदैछ चड्डी लाउने तरिका? गर्न नपाएर खैरेकी पाठी कसैले चड्डी लाएको भिडियो हाल्छ त युट्युबमा? यो चड्डी चाहिँ मैले नयाँ हो क्या, यो मेरो अब सपिङको अब ब्लग भएपछि सबै कुराहरू देखाउँछु क्या म चाहिँ। यसको ब्लग हेर्दै गर केटा हो, केही दिन पर्खनुस् कापामा रहेको उल्लुको घोल देखाउँछ। त्यो सत्य हो क्या। खरु के छ? मेरो खरुहरू यहाँ छन्, खर्रे छन् यिनीहरू। खर्रेको कोचा सबैले देखिरहेछन्। हे नेपाल सरकार यसलाई नि जापान पठाइदेऊ, जे गर्छन् नाकेर यसले गर्छन्। पिस्सप लाग्यो दाइ, गाडी रोक्नुस्, पिस्सप लाग्यो रे। मान्छे होस् मान्छेको लिमिटमा बस, कुकुरको जस्तै छाडागिरी नगर। तरकारी थिएन रे यही मुला। यो जाठीले ज्ञान चोद्न सकिँदैन। ठिक छ त्यसो भए कुकुरसँगै बस, कुकुरसँगै चाट्ने चटाउने गेम खेल्दै ब्लग बना। मैं साली घटिया कचर्नी कुकुरनी। अब तँलाई कोकोले गाली गर्छन् हेर्दै जा। अब तेरो चाहिँ चर्बी चढिया छ नि तेरो। अग्नि बेला छिर्ने कपाल के कामै छैन। त्यसो भए सुन, किराना पसलमा गएर 5 रुपियाँको बिलेट किन, साबुन र तेल लगाएर मजाले चिल्लो बनाएर काट। राति निदा बेला थाहै भएन मुटेछु ओछ्यानमा किन मुथिस? सुत्नु भन्दा अगाडि प्लेटमा मुतेर सधैँ एक प्लेट चन्काउने गर। यस्तै स्ट्रङ लेडी वाउ। प्र्याक्टिकल नलेज सबैको ज्ञान छ यसलाई। हक्स हान्ने मस्तसँग कति मजा आयो, यस्तो मजा आएन कि। विचार गर है, विचार गर। यसरी नै उत्ताउली भइराखिस् भने खेलखेलमै एचआइभी/एड्स लागेर मर्लिस जाठी। मेरो रोज दे त त्यस्तै भइहाल्यो, चुम्मा दिएमा चाहिँ अलिकति मनाउँछु होला। A few moments later. गाइज आइ एम प्रेग्नेन्ट। हेलमेट लगा भन्नु पर्दैन, डाम्ने कि हेलमेटै फुट्यो। न कत्रो थियो र त्यत्रो। अनि किन नफुटोस् त हेलमेट? सुरुङको पल नै सानो भएपछि। घुसाउ के मेरो नाकमै घुसा हातको मेरो चाकमै घुसा। धेरै घुसा नभन, केटाहरूको मर्दाङ्गिनी देखेको छैनस् कि के हो? फेरि मोबाइलबाटै घुसाउलान्, खेलखेलमै मर्लिस जाठी। म मरेको भए तपाईहरु खुसी हुनुहुन्थ्यो? म त खुसी नै हुन्थे, तर कतिपय केटाहरूको हिलाउने काम रोकिन्थ्यो। समझ रहे हो ना? यो जाठीले जति खैरिनी थियो त्यो भन्दा बढी खैरिसक्यो। ओभर फिलिङमा नआ। के हुन्छ के? त्यति पनि थाहा छैन तेरो भुँडी ठुलो हुन्छ, बुझिस? तपाईहरु सबैले यो रोटी पथार्न युज गर्नुहुन्छ है, तर यो घोसले यसको किन युज गर्छ थाहा छ? कोचार्न के? कोचार्न। भ्युज कमाउने चक्करमा घोषले एक दिन आफ्नो नाङ्गै भिडियो युट्युबमा पोस्ट गर्छ। त्यसपछि नखरमलीको युट्युब च्यानल पर्मानेन्टली डिलिट हुन्छ। त्यसपछि घोषले नयाँ व्यवसाय सुरु गर्छ। भ्लगको चक्करमा मुत्न लाग्यो, भिडियो हाल्नु भन्दा तेरो यो काम उत्कृष्ट छ। बोरिङ भिडियोले अन्तिमसम्म हेर्दिएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। साथीहरु यो भिडियोले मनोरञ्जनका रूपमा मात्र लिनु होला, साथै सोसाइटीमा भ्युजको लागि छाडाबन नगर्नु होला। गइसकेको इज्जत फिर्ता ल्याउनु मुस्किल छ। बेलैमा दिमाग पुर्याऊ। अब म यस्तरी बोल्दिनँ यार, अब म संस्कारी भएर बोल्दैछु। चाठा फुट्ला अन्डा सन्डा हैन, तिमीहरु कहिले सुध्रने? दिमाग ढोलमा भएपछि जति गरे नि सुध्रिन्नन्। ओके गाइस, थ्यांक यू फर वाचिङ। डोन्ट फर्गेट टु डु सब्स्क्राइब एन्ड हिट द बेल आइकन।